हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आशा छ सबैजना आरामै सन्चै हुनुहुन्छ होला। यो हामी चाहिँ आज बुलबुल यसो घुम्न गइरहेको होइन गाइज। यो पछाडि आइरहेको छ, तपाईँले देख्न सक्नुपर्छ कि मास्टरको जेठो छोरा के देखिरहेको छ नि गाइज। यो मास्टरको जेठो छोरा। यो चाहिँ बुलबुलेको बाटो चाहिँ विकास गर्नु पर्यो कि यहाँ हामी चाहिँ यसो परस फायरमा भनौँ कि अब म त बोल्नै पाउँदैन, क्यामेरा मात्रै भइरहेको बाटो यस्तो खतरा छ नि गाइज। यस्तो खच्याङ खुच्याङ त केही पनि हुँदैन कि, यस्तो बवाल बाटो छ कि तपाईँहरूलाई के भन्नु भनेर साध्य छैन। केही फाइदै छैन भनेर होइन। ल हामी आइसक्यौँ पुल ल हामी चाहिँ यसो पुलतिर आइसकेका छौँ होइन गाइज। झुलुङ्गे पुलतिर यस्तो चट्ट पारामा अब हामी उत्रेर चट्ट पुलतिर गइरहेछौँ होइन गाइज। पछाडि चाहिँ यो थापा काजी, दुइटै थापा काजी नि, एउटा चाहिँ मास्टरको छोरा जेठो छोरा के गाइज। अझ दुइटा त घर छन् के चट्ट पारामा। बाबा देख्न सक्नुहुन्छ गाइज, यहाँ झुलुङ्गे पुल यो मास्टरको छोरोले यहाँ गाइज ल्याङ ल्याङ गरिरहेको छ अहिले। मैले यही झुलुङ्गे पुलदेखि यो मास्टरको चल्लोलाई त मैले होइन गाइज। यस्तो चिलमा हेर्नु त गाइज, यो जे पाए त्यही बोल्छ। मास्टरको छोरो भएर नि यसको बाउले के सिकाएर चाहिँ यसलाई फेरि चट्ट गाइज पुलमा दौड्नु पर्छ होइन गाइज। मस्त मजा आउँछ गाइज। चिलमा दौड्नु पर्छ होइन गाइज, यस्तो बवाल मजा आउँछ चट्ट। गाइज हामी जङ्गलतिरबाट कहाँ घुसायो मास्टरमा सरले, जङ्गलमा घुसाएछ। अब कहाँ हो यार, यस्तो जङ्गलमा आएको छँदा त मान्छे त छ नि यार जङ्गलमा, मान्छे त छन् तर देख्न सक्नुहुन्छ गाइज जङ्गल छ बिचमा। हामी चाहिँ अहिले यहाँ जङ्गलको बिचमा कहाँ कुदिरहेको छौँ हामीलाई पनि थाहा छैन। केही नै मलाई थाहा नभए तिमीलाई थाहा भयो त भयो राडीको छोरा भाइ। योभन्दा राम्रो जङ्गलको क्वालिटी त हाम्रै गाउँमा आउँछ यार। अरे हाम्रो जङ्गलमा जङ्गल पातलो भयो नि घाँसहरू उम्रिएको नि त। त्यो सही हो त, एक राम्रो आउनु त। यो त गोठालो हो, यो पाँचो लाएर मरिसक्यो, तस्करीको नाइके हो, आज अन्त्य भयो। छोरी जारी पैठारी। हामी चाहिँ भिडियो बनाउँदै आइरहेको हो। बल्ल बल्ल भेट भएको छैन, बल्ल बल्ल भेट भएको गर्नु छैन, फर्केर हेर्नु छैन। मर्ने विचार गरेको छ गाइज, यसले हेर्न सक्नुहुन्छ। मर्ने विचार के भन्नु, यस्ता पागल छन् यार। खाएर डिस बाछु हेलो गाइज, हामी चाहिँ बुलबुलेतिर घुम्न गइरहेको होइन। यिनीहरू म चाहिँ बाइकमा गइरहेको, यिनीहरू चाहिँ साइकलमा होइन। हेर्न भाइ तेरो दाइ यो पनि परस पाएर थाहा छ, यसको बाजेको पालाले साइकल। यो बाइक मैले किनिदिएको होइन गाइज। Oh my god.
हेर्न सक्नुहुन्छ यहाँनिरको फाइट कस्तो फाइट हो यो हेर्न सक्नुहुन्छ गाई चाहिँ हेर्नु धोबी हानिसकेका छन् यो त मरिसकेको छ यसलाई त अपरेसन गरेर लग्नुपर्ने हो यसलाई घोडाघोडीतिर होइन यो त मरिसकेपछि खुन पनि आइसक्यो ला रुइरहेछ रुन्ला छ हेर्न सक्नुहुन्छ गाजी दुईटा भुतिनी भातीहरू यिनी यस्तरी खेलिरहेका छन् हेर्न सक्नुहुन्छ यिनीहरूलाई के भयो अब मलाई पनि थाहा छैन यताउता हेर्न सक्नुहुन्छ फेरि कुकीहरू मेरो मोबाइल पनि यस्तरी हल्लिरहेको छ यिनीहरूको लाग्दा अब के हो होइन अब स्टम हल्लिरहेको कि के हो म त क्रिकेटमा छैन यहाँ गेम हेर्छु ला एउटालाई धोबी हानिसक्यो उता ए लोटा एउटालाई सादा धोबी ठिक ठिक ओए मा बजाई नमस्कार सबैलाई आज म तपाईलाई भन्न गइरहेको छु कि मस्ट प्ले एपको बारेमा योमा चाहिँ तपाईहरुले एबिटर क्रास गेमहरु खेलेर तपाईले पैसा विथड्र गर्न सक्नुहुन्छ र पैसा कमाउन सक्नुहुन्छ यस्तो गेमको लागि चाहिँ मलाई फलो गर्नुलाई यो गेम कसरी डाउनलोड गर्ने भनेर म सिक्न चाहनुहुन्छ भने मेरो आइडीलाई फलो गर्नुला र लाइक